सुकुम्बासीहरूमाथि डोजर चलाइयो भने पहिलो छाती थाप्ने व्यक्ति म हुन्छु, रवि लामिछानेले भनेका थिए। त्यही ठुलो हेडलाइन बनाएर झोले पत्रिकाहरूले लौ बालेनले डोजर चलायो, छाती थाप्न कहिले आउने हो भनेर लेखेछन्। तिमीहरूलाई यतिको कमन सेन्स पनि हुनुपर्छ, वास्तविक सुकुम्बासी को हो भनेर चिनेर तिनीहरूलाई जग्गा दिलाउने काम नगर्यो भने, वास्तविक सुकुम्बासीहरूलाई हटायो भने, वास्तविक नागरिक छ तर उसको नाममा जग्गा छैन कुनै पनि नेपालभरि, हो त्यो मान्छेलाई अन्याय भयो भने लेख्नुस्। तर तपाईको 10 बिघा मधेसमा जग्गा छ, 10 बिघा पहाडमा छ, यहाँ आएर सुकुम्बासी बन्या छ। काठमाडौँमा एउटा क्वार्टर बना छ, सुकुम्बासीको अध्यक्ष बनिरहेछ। यस्ताहरू सुकुम्बासी हुन्छन्। पत्रिकाहरूको पनि नलेज हुनुपर्छ कि यो सम्पादकीय लेख्ने, समाचार लेख्ने पनि सम्पादनकर्ता हुन्छ। त्यसको पनि आजभोलि बुद्धि गइसक्यो क्या। हेडलाइन के बनाइदिने, सुकुम्बासीमाथि डोजर चल्यो। कसरी चल्यो? अब हेर्नु, सुकुम्बासी जुन ठाउँमा डोजर चल्दैछ त्यो ठाउँमा सुकुम्बासी 23 जना मात्रै छन्। अरु बाहेकका सब यो हुकुमबासी मात्रै हुन्। यो कहिले छुट्याउने? पत्रिकाहरूले। यसको पनि हेडलाइन बनाऊ न, हुकुमबासी माथि चलाइयो डोजर भनिदेऊ न। के जान्छ तिमीहरूको?